स्किपिङको अवसर पाएर हामी क्याम्पिङ जाँदैछौँ। क्याम्पिङको भेन्यू चाहिँ 5D रेन्ज भन्छ होइन। 5D रेन्ज चाहिँ यहाँबाट झन्डै 70 माइल्स जति 110 किलोमिटर जति होला सायद। नभसोटा भन्ने ठाउँ अनि ग्राइम्स काउन्टी भन्ने काउन्टीमा पर्छ। यो रेन्ज भन्नुको अर्थ चाहिँ खास गोठ हो। अब हाम्रो हजुरबाहरू त गोठ बस्नु भएको थियो होइन, हामी त गोठ बसेको थिएन। आज गोठ बस्ने अनुभव। उभिम के अब सबैजना यहाँ जाम। उभिम अहिले सबजना व्यस्त छन् त्यहाँ। मैले यो काँच दुलो छिराउने भन्ने नै मेसो पाएन। मेसो पाउनु हैन। क्याम्पिङको टेन्ट गाड्ने क्रम जारी छ। टेन्ट गाड्नलाई सुरुमा हाम्रो अनुभवको कमीले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भइरहेको छ। त्यही माथि हामीसँग यहाँ सिभिल इन्जिनियरहरू हुनुहुन्छ। हामीसँग पिपिजी जो चाहिँ एक्सपर्ट सिभिल इन्जिनियर हुनुहुन्छ। साथसाथै हामीसँग मेकानिकल इन्जिनियर उतातिर 3 जना र यता क्वान्टम फिजिसिस्टहरू। हामी त क्वान्टम लगाइदिने हो क्या, टनलिङ लगाएपछि यो सबै हुन्छ। अनि एकजना चाहिँ हाम्रो यहाँ केमिस्ट्रीबाट पनि। ल गाइजहरू, पहिलो टेन्ट बनाउनु भयो, त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्दैछ त यत्रो मेहनतपछि टेन्ट बनाउनु? हामीलाई त एकछिन त हाइलै बनायो। अगाडि त ढोका हो, चाहिन्न होला। मैले मानेको पिपिसीले भने, इन्जिनियरले भनेको नमानेर हुन्छ। भने त्यही त गरिदिने त रहने, हामीले थ्योरी बनाइदिने छोडिदिने कि। ल अब दोस्रो टेन्ट पनि यहाँ निर्माण भइसकेको छ। साथीहरू एकदम हर्ष मुद्रामा थाके जस्तो पनि एउटा अनुभव भइरहेको जस्तो देखिन्छ। यहाँ अब सबैजनाले कसैलाई केही भन्नु छ यो टेन्ट भन्दा नि यो भ्लग आउन आँट्यो भनेर कपाल मिलाउनेतिर लुगा मिलाउनेतिर ध्यान बढी गयो। टेन्ट निर्माणमा कसैलाई केही भन्नु छ? कामदारहरूको चाहिँ आफ्नो अनुभव बढी आफ्नोमा फोकस भयो। आफ्नो अनुभव कसैलाई सुनाउनुहुन्छ टेन्ट निर्माणको भनी आफ्नो अनुभव राख्दा हुन्छ। यसमा चाहिँ अब अनुभव चाहिँदो रहेछ। मेरो पहिले अनुभव भएको हुनाले आज सजिलो।
यसरी हाम्रो चाहिँ आज टेन्ट बनिसकेको छ 3वटा टेन्ट साथीहरू अब टेन्ट बनाएर फेरि एकलट चिया खानी जमर्को गर्दै हुनुहुन्छ र यसरी चाहिँ हाम्रो 3टा टेन्ट 2टा त्यहाँ यहाँ नेट छैन बज्यो भने बज्यो बजेन भने म केही जान्दिनँ मृगलाई मैले ताकेको होइन मायालाई ढाकेको रेशम पिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम पिरी गुड मर्निङ उठ्ने बेला भइसक्यो कति बजेर अहिले अब त यस्तो रहेछ क्या उठ्छ न पिपी चाहिँ एकछिन उठौँ होला अब कति बज्यो भाउजू कति बज्यो लास्टै सुत्यो चाहिँ 7 बज्यो ओहो 7 बज्यो त गाइज अब उठौँ अब तर निद्रा चाहिँ हामीलाई राम्रै पर्यो होइन हामी 3 जना यही छौं अरु के फरक पर्छ यस्तै गर्नु पिपी चाहिँ त हेर्नु यता सबैजना खाना खाएको मान्छेहरू यता ल यता यता ल ठिक छ ल यति भएपछि त खायो भन्ने बुझ्यो नि प्याडलहरू यहाँबाट लिएर आइसकेर सेफ्टी आफूलाई राख्दै